साथीहरू आज चाहिँ मेरो छुट्टी, त्यही भएर आज चाहिँ म मेरो बुढीलाई मेट्रो स्टेसनमा लिन गइरहेको छु। मेरो बुढी भर्खर निस्कि। मेरो बुढी दौडिँदै छ यहाँ। मेरो बुढीको थाहा छैन मेरो देखि के छ त अनि चस्माले कति राम्रो देखेको छ मैले त्यही चस्मा लगाउनु भनेको मैले खोजेको नि त अघि खोजेर लगाएको नि त मेरो पनि कस्तो राम्रो देखेको छ कपालै कस्तो बिग्रिरहेछ बुढाले नआउँछ एक्सपेक्ट गरेर थिएन थिएन किन नस्नु भएको के हो भने छुट्टी हो नि त नि भोलि छुट्टी हो कहाँ जानु त नि अब छुट्टीमा कहीँ नजाने बुढाबुढी भेट भयो 12 घन्टा पछि के छ त के भन्न चाहन्छु म केही पनि भन्दिनँ मलाई सधैँ यसरी सरप्राइज दिनुहुन्छ डराउन सरप्राइज दिनुहुन्छ म त्यस्तो कुद्दै थिएँ मैले कुदेको देख्नुभयो देखेँ त म त 40मा बुढी यति म त 35मा गएको थिएँ बुढी यति छिटो आइपुग्दैन होला भनेर म बिस्तारै ओरिडेको रिचार्ज ल्याएँ पेपर ल्याएँ आज सिद्धिएछ नि सिद्धिएछ होइन त्यो हाला प्रमोसन पनि सिद्धिएछ नि आजदेखि 120 अरे 24 तारिक हो होइन अझै सिद्धियो अरे हुन्छ 24 तारिकसम्म तिमीहरू मैले 24 तारिक हाल्छु मेट्रो कार्डको हो ए मेट्रो कार्डमा सिद्धि होला नि मेट्रो कार्डको ओइ छोडिदिनु अरे बाटो मेट्रो कार्डको सिद्धियो अरे मेट्रो कार्ड सिद्धि होला नि मेट्रो कार्डको सिद्धियो अरे होइन मैले सोधेँ कि 99 गरिदिनु रहेछ भनेर म्याडम सक्यो त उयो भन्नु सक्यो अरे सक्यो अरे नआउँदा कोही बेला उसको जानुपर्छ 120 लाख छ अब छोडिदिनु अब नगर्नु अनि सधैँ पैसा तिर्नु कहिले तिमी ट्याक्सीमा जान्छौ कति भयो म नगर्नु ट्याक्सी कोही बेला ट्याक्सीमा जान्छ त्यो बाई बाई